कुरो मनेमा अब चाहिँ रमाइला दिनहरू आउन थाले। हिउँ परेर सबै रुखपातहरू मरेको थियो। अब चाहिँ हिउँ रोकेसँगै बोट बिरुवाहरू फुल्न थाले, पालुवा पलाउन थालेको छ। अब चाहिँ रमाइलो हुन्छ, तातो आउँछ। त्यही कारणले गर्दाखेरि आज हामी पनि केही छुट्टीको दिन सदुपयोग गरौँ भनेर निक्लेका छौँ। बाटोमा के भेटिन्छन् देखाउँदै जानेछौँ। तपाईँलाई कस्तो लाग्छ, कृपया तपाईँहरूलाई मनपर्छ भने एक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हुन्छ, हामी अगाडि बढौँ। यहाँनिर केहरू हुन्छ हामी भिडियोमा क्रमशः देखाउँदै जानेछौँ है त। यो चाहिँ मलाई लाग्छ जहाँसम्म पुरानो पार्कहरू हो। अनि यहाँ स्विमिङ पुल पनि बनाएको छ, यो बस्ने ठाउँहरू बनाएको छ। यो स्विमिङ पुल निकै गहिरो छ। अनि यो छेउमा एउटा फुटबल ग्राउन्ड छ। अनि म देखाउने छु। यहाँ तल साथीहरू खेलिराख्नु भएको छ। यहाँनिर छ फुटबल ग्राउन्ड। अनि यसको राइट साइडमा चाहिँ निकै ठुलो स्टेडियम छ। त्यहाँनिर चाहिँ हामी छिर्नु पाउँदैनौँ। गर्मी जाडो पहाडतिर हिउँ परेछ। यो ठाउँतिर पुरा हिउँ परेछ। त्यही भएर चिसो भएको आज। मात्र गर्मी हुनुपर्ने। चिसो 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 चिसो। ल लु, यो डाँडातिर पुरै पानी परेछ। यो परेन भनेको पानी परिरहेको थियो। अहिले घाम लागिरहेछ, ज्वरो चलिरहेको थियो। या हामी चाहिँ बिदाको दिनमा टाइम पास गर्न निक्लेको। चिसोले मार्ला जस्तो छौ। ल ल पुरै हावा चलिरहेछ, सेट चलिरहेछ। फेरि यहाँको सेट चलेपछि चिसो हुन्छ। ल यहाँ चाहिँ क्रसर उद्योग। हिजो अस्तिसम्म हामी यो बाटो गरेर हिँड्थ्यौँ। यहाँ पनि बेरा लाउनु थालेछ। आज चाहिँ हिलो हिलो भएर हामी पट्टि हिँड्यौँ। ल अब जङ्गलभित्र छिर्दैछौँ हामी। यस्तो साथीहरूले छोड्यो। हुँदैछौँ। जङ्गलै रमाइलो फुलेछ। घरको बोट बनाउँदैछ। जे भयो नि अधिकै रमाइलो हो।
ला 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 कत्रो ठुलो भएछ त कत्रो ठुलो भयो